हेर्नु साथीहरु, आज हामी आफ्नै गाउँमा लगाएको अन्नबारीमा छौँ। यो हाम्रो जग्गा हो। ल यसमा हामीले गहुँ लगाएका छौँ। यहाँबाट नजिकै हाम्रो हुलाकी रोड छ। हुलाकी रोड पनि धेरै टाढा चाहिँ छैन। लगभग त्यही 200-300 मिटर भित्रै नै छ। पहिला यहाँ हुलाकी रोड थिएन। त्यति बेला चाहिँ धेरै विकट जस्तो लाग्ने ठाउँ अहिले एकदमै विकास भएको जस्तो लागिरहेछ। र पहिला एकदम टाढा दुर्गम क्षेत्र जस्तो लाग्थ्यो, तर यो हुलाकी राजमार्गले गर्दा हाम्रो गाउँ एकदमै नजिक धेरै विकास भएको मलाई त महसुस भएको छ। किन भन्दाखेरि पहिला हामी गाउँमै हुर्क्यौँ, गाउँमै बस्यौँ, यहीँ हुर्क्यौँ। त्यति बेला चाहिँ धेरै विकट, धेरै टाढा जस्तो लाग्ने के, तर अहिले चाहिँ